सो गाइज तपाईलाई स्वागत छ साहिलको च्यानलमा। आज म उसको च्यानल ह्यान्डल गरिरहेको छु। तपाईले अगाडिको सिन देख्न सक्नुहुन्छ अनि मेरो फेस देख्नुहुन्छ तर थोरै धम्नु छ किनकि अहिले राति भइरहेको छ। यो साहिल हो हैन। अनि हामी चाहिँ आज क्रिजनको मामा घर जान लागेको छौं बिसन्तकी। अनि कहिलेकाहीँ हामी अर्को भ्लगमा क्रिजनको घर पनि जानेवाला छौं पशुपतिनाथ। त्यहाँ क्रिजन जहिले रुखको माथि बसेर सुसु गर्छ हैन। अनि यहाँ दुईजना छ यो 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 अनि यहाँ हामी अगाडि गइरहेको छौं। अनि तपाईहरुलाई थाहा होला यहाँ डर लाग्ने सिनहरु पनि हुन सक्छ। यहाँ लास्ट राति भएको छ है अहिलेको लागि। अहिले ओए 9 बजे भने साच्चै 9 बजे न तपाईले के हुँदैन भने त्यहाँ झन् भुटाउँछ। अहिले बत्ती भएको कारणले मेरो मुख थोरै सफा देखिरहेछ। यहाँ मेरो स्कुल पनि छ हिमचुली एकाडेमी। अनि यिनीहरु पनि यही छ। यिनीहरु चाहिँ जिस्की आएर है। अनि म चाहिँ यहाँ क्यामेरा ह्यान्डलिङ गर्दै कुराकानी गर्दै। अनि आज चाहिँ हामी उहाँ तर्फको बाटोमा जानेवाला छौं किनकि त्यहाँ भुट आउने चान्सेस हुन्छ। तपाईहरुको मजाको लागि हामी जानबाट खेल्नेवाला छौं। ल ल है। अनि पहिला बिसन्तकी धोकेर आउनुपर्छ है। पहिला बिसन्तकी धोकेर आउनुपर्छ। जमजम यहाँ यिनीहरुले खिच्दै जान्छ म छैन भने हामी जाता चाहिँ गर्छ भने त हैन। डर लाग्यो ह बिग्रा हो फेरि बिग्रिदिन म हैन त आईडी रिस्टोर भइदिएर म फर्म्याट है। अनि क्या म भिडियो बनाउन मिल्छ होला नि। हैन भने आफै कसरी पुरानो पासवर्ड आयो क्या आफै केमा त्यो मोबाइलमा। अनि अनलक गर्न मिल्दैन पसलमै गरेर अनलक गर्नुपर्छ हैन। अब चाहिँ हामी गइरहेको छौँ। यहाँ पनि अब बत्ती छ त्यसैले फेस अलि राम्रो देखिरहेको छ। ए लक 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 ऊ यहाँ यो बाटोबाट जानेवाला छौँ आज हामी। एकदम डर लाग्छ। हेरेछ भने हामीलाई है त्यहाँ भने फेरि हामी केही हाम्रो त केही छैन आस्ति कस्तो स्टोरी है हाम्रो त्यस्तो भएको छ है। अब हामी बिसन्तकी गइरहेको छौँ। यो बाटो पनि लास्ट डर लाग्दो देखिरहेको छ अहिलेको लागि। के हुँदैन हामी तीनजना छौँ। हामी तीनजना छौँ। ढुङ्गा उठा 5-6 जना के भयो भने ढुङ्गा छ यहाँ। ढुङ्गा उठाइसकेको छ मैले। हैन डिगेस हैन ओइ डिगेस हैन डिगेस हैन 7 गते हैन डिगेस हैन 7 गते हैन। अनि त्यो त्यसको अझिको रुममा सुताएर हैन। अनि हैन त्यसलाई चाहिँ त्यसको अझ हैन जी समय नि भन्यो क्या भनेर डिगेसलाई हामीले सुनाउँदै थियो हामीलाई डिगेसले। अनि मैले खायो समय अनि हैन अनि यहाँ कुकुरको बच्चा कुकुर पनि छ है कालो कुकुर काले त्यसले बाटो काट्यो है। ओइ थुगो थु ला ढुङ्गा करस ढुङ्गा उठाइसकेको छ गाइस। फेरि यहाँ पनि फेरि बत्ती रहेछ। अनि त्यो पसल खुल्ला रहेछ। पैसा छैन तर साहिलको आफन्त भेटिएको छ है। साहिलको मुख चाहिँ सबै क्लियर आएको छ है। मुख सबै क्लियर आएको छ। अब अगाडि चाहिँ फेरि अगाडि अड्याएर छ। उहाँ पनि एउटा बाटो छ। उहाँ तल बाटो छ। यहाँ तल बाटो उता गयो भने हाम्रो मक्केबारी दराम बाटो हाम्रो स्कुल पुग्छ। भित्र जानु यस्तो डर लाग्दो यस्तो कालो छ डर लाग्दो। ओ यही हो नि यो दिन हैन। एकछिन है गाइज तपाईले अलि त्यहाँ बिसन्तकी पुगेपछि त गाइज यहाँ चाहिँ भजन चलिरहेको अहिले त्यसैले हामी धेरै बोल्दैनौँ। फेरि पिते खाएर होला। अब त्यहाँ भजन चलिरहेको त्यहाँभित्र भजन चलिरहेको। अब हाम्रो शिवजी यहाँ हुनुहुन्छ। अब पहिला हामी ढोक्छौँ अनि थोरै जसले छ गर्छौँ। अनि सबै महादेवहरूलाई छुन्छौँ है। ओइ छाप्नु हुँदैन शिवजी। अनि राजी भइरहेछ सुत्नु परेन। मैले छापे अब यस्तो सबै भइरहेको है यहाँ। अब यो चाहिँ टिका लाउनु थियो हामी टिका लाउँछौँ। यो पानी एकछिन पानी छ पानी छ। ल कसको बल छ ल कसको बल छ है। घोट्ने हो क्या त्यसलाई त्यसबाट टिका निस्किन्छ। अनि यहाँ चाहिँ सबै भगवानहरू हुनुहुन्छ।
ओ खतरा यसले चाहिँ टिका निकाल्यो टिका निस्क्यो भने ओइ भयो अब लगा त्यो ब्राउन टिका हो क्या खै मलाई देखाइदेऊ न मलाई देखाइदेऊ यहाँ आएको सिधा आएन भिग्न भेपो म्याट टिका ल टिका लगाइसकेको छौ अब यहाँ भगवान्हरू देखिराख्नु भएको छ सबै भगवान्लाई सबै भगवान्लाई दर्शन अनि त्यहाँ टिकाको हनुमान पनि छ अब हामी यहाँ माथि जान लाग्छौँ माथि चाहिँ राति छ अनि यहाँ आलु बोक्राको रुख छ आलु बोक्रा त तर्छ मलाई त डर लाग्यो एकैचोटि गोरुको आवाज क्या डर लाग्दैन नभाग्नु जसको खुट्टा खान्छ है त्यही अगाडि ल गाइज हामी चाहिँ यहाँ तल आएको छ त्यहाँ भएर चल्दैन अब हामी चाहिँ त्यो बाटो जान लाग्छौँ है त्यो बाटो लास्ट डर लाग्छ त्यहाँ त धेरै घरहरू पनि छन् है छ नि बचाउन पनि कोही आउँदैन यहाँको त हामीले देखिरहेको छ गाइज किनभने यहाँ लाइफ छ न सबैजना छुट्टा छुट्टी मलाई गाह्रो भयो कालो कुकुर आइरहेको गाइज यस्तो सिधा बस्नु न म चाहिँ अगाडि अनि छ त क्रिजन भनेको अलि मोटे छ अनि चस्मा लाउँछ त्यो चाहिँ मिसिङ छ तपाईँहरूले होइन यहाँ कालो कुकुर देख्नुभयो भने त्यसलाई दियो भने तपाईँले 1 लाख पाउन सक्नुहुन्छ ल है 1 लाख पाउन सक्नुहुन्छ ल वान्टेड क्रिजन कोजु भन्ने चाहिँ वान्टेड छ है वान्टेड अहिलेको लागि क्रिजन कोजु भनेको वान्टेड छ त्यसैले हामी अगाडि गइरहेको छौँ त्यसको त टुकटुक मोबाइल नि पुग्छ यो चाहिँ मेरो छाप हो ल यो अनि हामी चाहिँ यहाँ गइरहेको छौँ यहाँ चाहिँ साहिलको आफन्त अनि म यहाँ अगाडि एजोक्स मेरो पछाडि आई एम नॉट भेरी सुकुटे आए थोरै नआए पनि केही हुँदैन सुरु भएपछि अब त्यही डर लाग्ने बाटो हामी जान लाग्छौँ मेरो टिका ढुङ्गा देखायो गाइस तपाईँलाई थाहा छ तपाईँको कत्रो हो ल तपाईँको कत्रो हो मेरो कत्रो हो थाहा छ यो ढुङ्गा जत्रा के भने मैले जिब्रो भने जिब्रो ओ त्यो को शिवाजी धेरै बाबा म त्यहाँ पसलमा न चुइगम ओए साहिल चुइगम पाचक दिन पाचक किन्ने हो भाइ पाचक दिन ग्रीन शनिबार परेछ जाउँ न दिदी जानुपर्छ अनि म चाहिँ अहिले पसलमा आइरहेको छु 10 को यति पाचक काट्छ त्यही त जानुपर्छ दिदी जानुपर्छ भाग
भाइ पानी त काय पाचक ल्यायो 10 वटा होला 9 वटा ला साइड एउटा ला श्रीमान त्यहाँ के भन्छ त्यहाँ हाम्रो मान्छे थियो है त्यो बाइकको है भिडियोमै क्याप्चर छ है यसमा अफ गरिस् गरे हेर अब हामी डर लाग्ने बाटो जान्न छौँ पहिला पाचक खाने हो मेरो लागि पनि एउटा पकाइदियो त को एउटा जेनिसा होइन जेनिसा हो त्यो मेरो अब मेरो पनि एउटा पखाइदियो न घरमा गर्नु भने भयो जाउँ जाउँ गाइज क्रिजन मोटू हात्ती